हामी चाहिँ बाहिर निस्किँदै गरेको घुम्नुको लागि टक्क राजुभाइसँग पेप्सी खोला हो। यो चाहिँ जडीबुटी हो। खत्रै भयो कि क्या हो? खत्रै हुँदैछ यता एयरपोर्ट हो। तपाईँले हेर्छ त्यहाँ भिडियोग्राफी यो कोटेश्वर चोक हो, यता एयरपोर्ट हो। त्यो सिम्बल हाल्नु पर्थ्यो नि त। फोन हातबाट खस्छ नि त फेरि। अलिकति सट्ट यता हामी गोवाको साइड गयौँ। भाइरल पुल हो। जय माटो। चिसो ठाउँ छिरियो।
कोई सारे दिल में हंसी यता मन्दिर रहेछ What a nice temple, guys. Look at this. क्या हुआ What a view. रहेछ हामीले डाँडा छेडेर लानु लागिसक्यौँ अब यो डाँडा पनि कालो हर्पिङको यात्रामा छौँ हामी अगाडि अगाडि बाइक के गइरहेछ धुलो पुरा उडिरहेछ बसहरू चाहिँ हाम्रो कता गाइड गर्दाखेरि फेरि कता जाने उता पनि छ उता पनि कुदाउँदैछ यता पनि छ गाडी लालपत्ता पनि आइपुग्नु जस्तो छ क्या हो अगाडि हो कि क्या हो यो चाहिँ सब नेपाली यो त फेरि तलै जाने रहेछ त्यो बाटो यार यही घुमेर आयो बाटै छोड्थ्यो ल यही हो घुमेर खै त नि अब फर्किँदै हो त ल फर्किङ चाहिँ यही रहेछ है कस्तो दामी छ है यता हेर्दा ओइ मेरो आँखा दुख्नु लगा ल हेलो गाइस हामी चाहिँ अब हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ कस्तो फर्किङमा कस्तो दामी रहेछ यहाँ यो के भन्छ यसलाई ध्वजाहरू अनि यस्तो एकदमै छ ब्युटिफुल प्लेस छ यस्तो छ है तल जाँदा यस्तो दामी छ स्वाट्टै जताततै यस्तो बनाएर है आम्बो कस्तो दामी छ दामी छ है
दामी छ हामी जाँदैछौँ उता कहाँ पुग्यो अरे अनि फर्किङ यात्रा के हो बानन चला यार हाम्रो झाँकी बनाएको जस्तै हो है झाँकी बनाएको कहिले यहाँ फेरि यस्तो गरिरहेको छ गल्ली त मान्नु सक्दिनँ है कहीँबाट कस्तो डर लाग्यो यो यता हो कि के हो त्यो डाम साम भनेको भ्यू देखाइदिन उता म तपाईँहरूलाई म भ्यू देखाइदिन्छु है एउटा भन्नु न यहाँदेखि देखिने भ्यू केही कुरा छ कस्तो लाग्दैछ एकदमै अमेजिङ कस्तो लाग्दैछ एकदम बब्बाल भयो यार हो अब मलाई होइन त्यो भ्यू चाहिँ देखा न क्या बब्बाल छ भ्यू दामी छ इन पोइन्ट टी हो कि हो कि क्या हो कि लेखेर ए तलै त त्यहीँ त लेखेको रहेछ हो ओड्डा ओड्डा त्यसको दिवा चिर्ने हो मैले ओ खै यतै न आम्बो यार लास्टै फोटो खिचेको होइन छैन हामी चाहिँ आज फर्पिङ घुम्न आएको छौँ यहाँ अलिकति हिँडेको मेरो दाइ त हिँड्नै पनि सक्नु भएन के हो यार यो त्यही भएर म आइफोन नबोकेको कारण यही हो कि गाइसहरू यति एउटा भिडियो बनाएको यहाँ अब आइफोनको मालिक पनि यस्तै छ अलिकति हिँड्नु बित्तिकै त्यस्तो ल हामी चाहिँ अब उकालो गइरहेछौँ अझ कस्तो उकालो छ कहिले निस्किन्छ होला तर म हिँड्छु हामी गाउँमा कति हिँडेको यस्तो छ मेरो त हिँड्नै सक्नु भएको छैन हामी तल फर्किङ लेखेको ठाउँमा पुगेर पनि हामी फर्किसक्यौँ अब जान लागेको लास्टै उकालो यार बाटो उकालो तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने चाहिँ बोयफ्रेन्ड गर्लफ्रेन्ड लिएर आउनुहुन्छ भने चाहिँ यहाँ एकदमै अब बलियो बोयफ्रेन्ड गर्लफ्रेन्ड चाहिँ लिएर आउनु पऱ्यो यहाँ बोक्ने अवस्थामा आउन सक्छ त्यहाँ जबरजस्ती नआस अरू केही छ भन्नुपर्ने कुरा म
यता भन्दा पनि माथि आएको है कता यता के भएको यो पारा चाहिँ कहिले भाइरल हुने हो युट्युबबाट पैसा कमाएर एउटा आइफोन किनिदिने रहेछ हामी चाहिँ खपुङदेखि घुमेर पनि जाँदैछौँ अब ओह्रालो फर्स्टै ओह्रालो छ अगाडि यस्तो छ है अब सुरु भइहाल्यो नि अब अफरोड सुरु भयो आयो मेरो दाँत होइन दाँतमा टोक्यो यार Ay, हेलो ब्रदर ओ फाइन चौभाल ल फाइनल्ली रुममा आइपुगिसक्यो है अब चाहिँ रुममा आइपुग्यो ल अब भिडियो के कस्तो आउँछ कमेन्ट गर्नु होला बाई बाई गाइज